सो यो भिडियो चाहिँ केटाहरूको लागि है। इफ योर वाइफ इज प्रेग्नेन्ट एन्ड तपाईँ चाहिँ क्यानाडामा हुनुहुन्छ अरू लाइक विदेशमा हुनुहुन्छ भने चाहिँ फर्स्ट थिङ भनेको चाहिँ हामी स्ट्रेस्ड हुन्छौँ र हामीले चाहिँ नेपालबाट आमा बोलाउने कि होइन त्यो प्लान गर्न सुरु गर्छौँ। बट यो बच्चाहरू चाहिँ हाम्रो जिम्मेवारी हो। सो हामी आफैले नै हुर्काउनुपर्छ सकेसम्म होइन। र क्यानाडामा हुनुहुन्छ भने चाहिँ यु विल गेट प्यारेन्टल लिभ। केटाहरूले पनि मैले सकेँ, हामीले सक्यौँ दुईजना मिलेर बुवा आमा नबोलाइकन भने यु क्यान डु इट टु। या एन्ड यो बच्चा हुर्काउने कुरा होइन फ्रम द भेरी बिगिनिङ आई स्टिल रिमेम्बर यो हाम्रो सी सेक्सन सर्जरीबाट बच्चा भइसके पछाडि चाहिँ डक्टरले मलाई डाइपर लगा भनेको थियो कि मैले त्योभन्दा अगाडि लाइफमा कहिले पनि बच्चाको डाइपर मेरो फर्स्ट बेबी हाम्रो छोरीको पनि मैले डाइपर लगाइदिनु परेको थिएन बिकज नेपालमा चाहिँ बुवा आमाले सबै टेक केयर गर्नुभएको थियो होइन। हामीलाई हाम्रो बुवा आमाले पनि हुर्काउनु भयो नि त, आफै गर्नुभयो होइन। त्यो बेला त अझ अभावको बेला थियो होइन। त्यो बेला त केही पनि हुँदैन थियो, न डाइपर हुन्थ्यो होइन, न कपडा धोइदिने मेसिन हुन्थ्यो होइन। भने अब त अहिले त लाइक टेक्नोलोजी छ, वी हेभ मनी, हाम्रो स्पेन्डिङ पावर पनि अलिकति हाई छ है कम्पेयर टु आवर ड्याड एन्ड मम। अनलाइन अर्डर गर्दाखेरि घरमै सामान आइपुग्छ भने वी आर प्रिभिलेज्ड एन्ड हामी बच्चा हुर्काउन सक्छौँ। या